सो हेलो हाई नमस्ते सबैजनालाई। आजको हाम्रो फर्स्ट न्युजको बारेमा कुरा गरौँ। हामी कुरा गर्न जान्छौँ खेमे ब्लग्सको बारेमा। सोरी र उहाँले उहाँलाई पहिलादेखि नै फलो गर्दै आइराख्नु भएको छ भने तपाईँहरूले थाहा होला। पहिला उहाँको फाइनान्शियल कन्डिसन चाहिँ त्यति राम्रो थिएन र युट्युबमा उहाँले राम्रै गरिराख्नु भएको थियो, बट केही कारणले गर्दा उहाँको त्यो च्यानल पनि डिलिट भयो र उहाँको बाबा पनि विदेश जानुभयो र त्यस कारणले गर्दा धेरैजना मान्छेहरूले चाहिँ उहाँलाई क्रिटिसाइज गरिराख्नु भएको थियो। लाइक यति ठुलो भएर आफू विदेश जाने ठाउँमा चाहिँ आफ्नो बाउलाई चाहिँ विदेश पठायो यताउता। मान्छेहरूले जे जस्तो भए पनि उहाँले बिस्तारै टिकटकमा लाइभ बस्न थाल्नु भयो, मान्छेहरूलाई इन्टरटेन गर्न थाल्नु भयो र बिस्तारै उहाँको फाइनान्शियल कन्डिसन पनि राम्रो हुँदै गयो। पछि उहाँले म्युजिक भिडियोहरू पनि खेल्नु भयो र अहिले उहाँको फाइनान्शियल कन्डिसन चाहिँ पहिलाको भन्दा चाहिँ एकदमै राम्रो छ। सो त्यही आफ्नो जर्नीको बारेमा कुरा गरे उहाँले एउटा भिडियो अपलोड गर्नु भएको छ र जसले पनि उहाँलाई टिकटक लाइभ बस्दा चाहिँ भिख माग्न आयो, के गरेको, कस्तो कस्तो गरेको, यताउता नराम्रो भनेको थियो। त्यसैमा रियाक्ट गरी उहाँले यो भन्नुभएको छ, अगाडि बढ्नु थियो, एकदम अगाडि बढ्नु थियो। मलाई कसैको पनि मतलबै थिएन केटा, होइन कसैको पनि मतलब थिएन। मलाई अगाडि जसरी पनि बढ्नु थियो, होइन त्यो गरेँ। अनि त्यसपछि म त अब पिरो सिरो हाल्नु, हिलो सिलो हाल्नु सब रेडी नि, सब रेडी। अब के गर्ने त, अब लाइफै त्यही भयो। मलाई लाइफमा मेरो सक्सेस अलिकति मलाई गर्नु छ, होइन मेरो फ्यामिलीलाई कसरी राम्रो बनाएर कसरी एउटा राम्रो ठाउँमा गर्नुपर्ने छ, होइन म मेरो फ्यामिलीको लागि। अनि त्यो बालै लागेन क्या, त्यो मान्छेले कति आएर भन्थ्यो, कति आएर उयो गर्थ्यो, होइन अब हिलो सिलो दल टिकटकमा टिकटक स्टार हिलो सिलो त अहिले पनि नेगेटिभ आउँछ होला। तर सरी गाइस है, त्यो मैले अब गर्न सकिनँ। मान्छेले चाहिँ नेगेटिभ सोच्ला। अब मेरो लाइफमा चाहिँ इम्प्रुभ भयो नि त, मेरो लाइफ अलिकति सहज चलिरहेको छ भने किन नगर्नु म, होइन पुरै अब उहाँ गएर बेल्चा हानेर काम दुनियाँ दिवाना काम पेन्टिङ सेन्टिङ गऱ्यो, दिउँसभरि गऱ्यो, दिनको 300 रुपियाँ दिनुभन्दा त म त हिलो दलेरै कमाउँछु भन्ने पनि त जोस आयो नि त मलाई, होइन त्यत्रो पिरो सिरो दलेर आनन्दले लाइफ अलिकति बेटर भइरहेको छ भने त म त पिरो दल्न पनि रेडी भएँ। एन्ड अब हामी कुरा गरौँ CR7 होरको बारेमा। सो पहिला चाहिँ उहाँले आफ्नो लाइभ स्ट्रिममा चाहिँ धेरै इन्टरटेन गर्नुभयो। इट डजन्ट मिन कि उहाँले चाहिँ आजकल गर्नु हुँदैन, बट 2-3 वर्ष अगाडि चाहिँ उहाँले छुट्टै गर्नुहुन्थ्यो, एकदमै क्रेजी गर्नुहुन्थ्यो र मान्छेहरू चाहिँ एकदमै धेरै इन्टरटेन हुन्थ्यो, एकदमै धेरै हाँस्थे। सो आजकल केही मान्छेहरूले भन्नुहुन्छ कि हामीलाई चाहिँ पुरानो CR7 होर चाहियो, पहिला जसरी इन्टरटेन गर्थ्यो त्यसरी नै गर्नु पर्यो यताउता। सो त्यसमा रियाक्ट गरी CR7 होरले यो भन्नुभएको छ, मान्छेले भन्छ तर मलाई किन दाइ तपाईँ पहिला जस्तो हुनुहुन्न, पहिला कसरी चाहिँ हुनु क्या दाइ, हुँदैन अब सकिसक्यो क्या त्यो दिनहरू, होइन दाइ भन्नु न, चेन्ज त भइहाल्छ नि, हुन्छ हुँदो रहेछ क्या बनाइ। अब हुने नि, अब कसरी अब केटीसँग जिस्किन मिलेन, मन पनि छैन होइन, मन पनि छैन। अब जे पाइदिएँ मानिने साँझिने त्यो शब्द विषय भन्न पनि मिलेन अहिलेको दिनमा आएर। मैले कन्ट्रोल गर्नुपर्छ, मैले अब भन्न त मलाई मन लाग्छ तर कन्ट्रोल गर्नुपर्छ। धेरैले हेरेको छ नि त, पहिला 100ले हेर्थ्यो, 500ले हेर्थ्यो भने अहिले 5000, 6000, 10, 15 हुँदै अहिले 70, 80 हजारसम्म पुग्छ। वाचिङै तपाईँको 1 लाखसम्म पनि वाचिङ पुगेछ क्या, लाइभ वाचिङ। एनिवे अब हामी कुरा गरौँ सिजिलिङ रोहिनीको बारेमा। सो उहाँले चाहिँ एकजनाको भ्लगमा एप शब्द युज गर्नुभएको थियो र त्यसलाई लिएर चाहिँ केही मान्छेहरूले चाहिँ एकदमै ठुलो इस्यु बनाएको थियो, भनिरहेको थिए कि त्यति ठुलो युट्युबर भएर पनि कसरी छाडा बोल्न सकेको, त्यो चाहिँ समाजको लागि राम्रो होइन यताउता। सो त्यसैमा रियाक्ट गर्दै सिजिलिङ रोहिनीले यो भन्नुभएको छ, रियल हेटर हो, मैले नोटिस पनि गर्छु, त्यसरी जता पनि हेटै गरिराख क्या, तिमीहरू जस्तो दुईटा फेसको त हुँदैन, एटलिस्ट म त जे हो त्यही छु, त्यो त तिमीहरूको प्रब्लम हो, डबल फेस त हुन सक्दिनँ। अब म फ्रस्ट्रेटेड थिएँ, मैले भने, मैले बोलेँ। अब फेरि तिमीहरूको अगाडि म जति बेला पनि राम्रो भएर राम्रो प्रिटेन्ड गरेर मलाई केही नभएको जस्तो गरेर अनि आम फाइन, होइन ठिकै छ, ओ माई गड फक वर्ड, त्यो त भन्नु हुँदैन, त्यसरी त म गर्नु सक्दिनँ, मलाई भन्नु मन लाग्यो भने यस्तो हो। अनि एउटा वर्डले गर्दाखेरि धेरै, तर हाम्रो सोसाइटी नै यस्तै छ यार, के गर्ने। अनि घरिघरि सोच्छु पनि क्या, मान्छेलाई रिस उठिरहेको बेला म्याम ऊ के भनिरहेको हुन्छ, कसो भनेर तिमीहरू भन्दैनौ भनेको, तिमीहरू भन्दैनौ डजन्ट मिन कि हामी पनि भन्दैनौँ, हामी त बोल्छौँ क्या। मैले अस्ति अजम्सनमा पनि भनेको थिएँ नि, छाडा बोल्नुहुन्छ भने लास्टै नै बोल्छु म त, प्रमुख छाड्छु है। अनि यो भ्लगमा भएर हो बेसी नभनेको, न त साथीभाइसँग त एक वर्ड पछाडि हुन्छ, तिमीहरूले त्यो कुरामा जज गर्ने भए पनि गर। ओके, यो भिडियोको लागि यति नै र अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई, सी यू।